प्राकृतिक स्रोत साधनको संरक्षण गरौं। नमस्कार। सुशासन, न्याय र रूपान्तरणका लागि रेडियो नयाँ युग एफएम 107.3 मेगा हर्जको साप्ताहिक प्रस्तुति संरक्षण संसार कार्यक्रममा प्राविधिक मित्र माधव अधिकारीसँगै भानु जोशीको यहाँलाई हार्दिक स्वागत छ। हामी प्रत्येक साताको आइतबार साँझ 36 बजेदेखि 7 बजेसम्म र बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुने यस कार्यक्रममा संरक्षण संसार गतिविधि, रिपोर्ट, छलफल, लेख रचना, विचार र टिप्पणी प्रस्तुत गर्ने गर्दछौं। तपाई यो कार्यक्रम www.radionayayug.blog.com मा लगन गरी विश्वभर सुन्न सक्नुहुन्छ। तर आजको कार्यक्रममा हामी छलफल मात्र गर्नेछौं। छलफलका लागि हामीसित हुनुहुन्छ प्रकृतिका साथीहरू संस्था, जसको केन्द्रीय कार्यालय काठमाडौँमा छ र त्यसका निर्देशक राजु आचार्य। उहाँ लाटोकोसेरो तथा हुचिल संरक्षण, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विगत 7 वर्षदेखि कटिबद्ध भई काम गर्दै आउनु भएको छ। आजको छलफलमा उहाँसित हामी छलफल गर्नेछौं, कुराकानी गर्नेछौं। सुरु गरौं उहाँसँगको छलफल। राजुजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हाम्रो श्रोतालाई यहाँको परिचय गराइदिनुहोस् न। मेरो नाम राजु आचार्य हो। म चाहिँ मेरो थाई घर पोखरामा छ। म चाहिँ प्रकृतिका साथीहरू नामक संस्थामा विगत 7 वर्षदेखि लाटोकोसेरो सम्बन्धी कार्यक्रमहरू हेर्दै आएको छु र मैले विगत 30 वर्षदेखि वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणका विभिन्न पाटाहरूमा पनि काम गर्दै आएको छु। तपाई यी सेरोफेरोमा दाङ आइपुग्नु भएको छ र लाटोकोसेरो संरक्षणमा विगत 7 वर्षदेखि लाग्नु भएको छ। यहाँले लाटोकोसेरोकै विधा किन रोज्नुभयो? अरू विधाहरू पनि संरक्षणका विधाहरू थिए, तर लाटोकोसेरो नै यहाँले छनौट किन पार्नुभयो? के छ यसको खास महत्व? विशेष गरेर चाहिँ लाटोकोसेरो छान्नुको पछाडिको कारण के हो भने, हामीले नेपालको वन्यजन्तुहरूको अध्ययन, अनुसन्धान र संरक्षणको इतिहासलाई र वर्तमानलाई हेर्यौं भने यहाँका संघ संस्थाहरू र सरकारको प्राथमिकता भनेको जहिले पनि बाघ, भालु, गैंडा, हात्ती, हिउँचितुवा बाहेक जुन ठूला देखिने खालका जनावर छन्, तीदेखि बाहेकका अरू पछि परेका जनावर जसको पनि महत्व उत्तिकै हाराहारीमा छ, तर त्यसको पछि चाहिँ सरकारले कुनै कार्यक्रम गरेको छैन अथवा गैर सरकारी संस्थाको पनि प्रयास भएको छैन। त्यस हिसाबले यो पिछडिएको हो अथवा चाहिँ यिनीहरू चाहिँ हेपीको खालको जनावरहरू, तर महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि हेपीको हुनाले यिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ लागेको हो। र अब यसको महत्वको कुरा गर्दाखेरि यसमा चाहिँ मुख्य के छ भन्दाखेरि, यो लाटोकोसेरो भनेको एक प्रजातिको चरा नै हो। मानिसहरू कोही बेला यसलाई स्तनधारी पनि भन्ने गर्छन्। यो बिहान र रातिको समयमा बढी सक्रिय हुन्छ र यिनीहरूले मुसाको संख्यालाई नियन्त्रण गर्छ विशेष गरेर। त्यसैले यसलाई किसानको साथी पनि भनिन्छ। करिब यो जुन फूल पारेर बच्चाहरू घनी बेलासम्मको अवधिमा, करिब 4 महिनाको अवधिमा एउटा लाटोकोसेरोको परिवारले करिब 3000 वटा मुसासम्म खाने गर्छ। त्यस हिसाबले यो प्रकृतिको साथी मात्र होइन, किसानको साथी पनि हो। त्यसकारणले ठुलो महत्व छ। त्यो सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नको लागि, पर्यटकीय सम्भावनाको लागि नेपालमा आउने पर्यटक मध्ये 5% पर्यटकहरू चरा हेर्न आउँछन्। त्यो हिसाबले पनि र धार्मिक हिसाबले पनि यसलाई लक्ष्मीको वाहन मानिन्छ। यी सबै कारणले गर्दा यसको चाहिँ महत्व चाहिँ बढ्दै गएको छ। विविध किसिमको यसको महत्व रहेको छ। र यहाँले हाम्रो श्रोतालाई प्रश्न पारिदिनुहोस् कि लाटोकोसेरो तथा हुचिल भनेको छ, यो लाटोकोसेरो र हुचिल बीचको भिन्नता के हो? एउटै प्रजाति हुन् कि अथवा यसका प्रजातिहरू के कस्ता अध्ययनको क्रममा यहाँले अहिलेसम्म भेटाउनु भएको छ नेपालको सन्दर्भमा? प्रायः जसो मानिसहरूलाई मैले लाटोकोसेरो भने हुचिल भन्यो भने उनीहरूले चाहिँ हुचिल र लाटोकोसेरो फरक भन्छन् कि। तर लाटोकोसेरो र हुचिलको कुरा गर्दाखेरि यिनीहरू नेपालीमा मात्रै नाम फरक भएको हो, तर अंग्रेजीमा हेर्ने भने आउल नै भनिन्छ। त्यसकारणले चाहिँ लाटोकोसेरो भित्रै पर्छन्, तर हाम्रो समाजमा चाहिँ हामीले साना साना प्रजातिलाई लाटोकोसेरो र अलिकति ठूलो भएको र त्यो सिङ जस्तो भुत्लाहरू निस्केको लागि हामीले चाहिँ हुचिल, हफिलो, बुद्रुङ यो हिसाबले विभिन्न नामले चिनिन्छ। यिनीहरू चाहिँ नेपाली समाजमा हामी 2 थरीको नामले चिन्छौं, लाटोकोसेरो र हुचिल।
लाटोकोसेरो सानो हुन्छ, मुचिल ठुलो पनि हुन्छ। अब नेपालमा यसको संख्याको कुरा गर्ने भने विश्वभरि करिब 225 प्रजातिको लाटोकोसेरोहरू पाइन्छन्। त्यसमध्ये नेपालमा 21 किसिमका लाटोकोसेरोहरू पाइन्छन् र सायद अब यो दाङमा त अध्ययन अनुसन्धान भएको छैन, तर मेरो विचारमा र किताबहरू हेर्दाखेरि कम्तीमा पनि 10 प्रजातिका लाटोकोसेरो चाहिँ यो देउखुरी उपत्यका आसपासमा हुनुपर्छ जस्तो लाग्छ मलाई। नेपाललाई त चराहरूको हब पनि भनिन्छ, खास गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा चराहरू बढी पाइन्छ भन्नुभएको छ। यहाँले यो लाटोकोसेरोको अध्ययन अनुसन्धान सुरु गर्ने क्रममा नेपालको कुन भूभागबाट गर्नुभयो र त्यहाँको अवस्था कस्तो पाउनुभयो? नेपालमा यो चराको अध्ययन अनुसन्धान र अवलोकन गर्ने राम्रा क्षेत्रमध्ये तपाईँले भने जस्तै कोशी टप्पु छ, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, चितवन राष्ट्रिय निकुञ्ज, यी असाध्यै नाम कहिलेका धेरै चराहरू भेटिने ठाउँ हो। तर हामीले जब सन् 2008मा आजभन्दा 7 वर्ष अगाडि जब कार्यक्रम सुरु गर्यौं, त्यस बेलामा हामीले सबभन्दा पहिला मनाङ र मुस्ताङ जिल्लालाई समेटेर सुरु गरेका थियौं। त्यहाँ चाहिँ हामीले मनाङ र मुस्ताङ र त्यसपछिका पछिल्ला दिनहरूमा चाहिँ तराईका विभिन्न जिल्लाहरू र पूर्वतिर हेर्ने भने शङ्करसभा, पाँचथर, इलाम, ताप्लेजुङ भए, पश्चिमतिर हुम्ला, मुगु, त्यसपछि आएर अब यो बिचको एरियाहरू भने धादिङहरू भयो, रसुवाहरू, दोलखा, रामेछाप, यी जिल्लाहरू पनि हामीले कार्यक्रमहरू गरेका थियौं। नेपालको सन्दर्भमा मात्रै भन्नुपर्दा कति प्रजातिका पाइन्छन् त? विश्वको सन्दर्भमा त 200 समथिङ प्रजातिका भए, नेपालको सन्दर्भमा मात्रै अथवा अनुसन्धानको क्रममा यहाँले कति प्रजातिका त्यस्तो लाटोकोसेरोहरू, हुइचिलहरू पाउनु भएको छ त? मैले त आफैले लाटोकोसेरो त्यसै पनि लजालु स्वभावको अथवा जतिखेर हामी सुतिसक्छौं र बिहान हामी नउठ्दै सक्रिय हुने भएकोले त्यति देखिँदैन। पनि 570को लाटोकोसेरो त मैले आफूले देखेको छु। तर अब नेपालमा चाहिँ 21 प्रजातिका लाटोकोसेरोहरू छन्। अब त्यसमध्ये हेर्न बाँकी त अझै पनि थुप्रै छ, मैले पनि आफूले देखेको छैन धेरै। जस्तै राजुजी, बाघ गणनामा क्यामेराहरू ट्यापिङ गरिन्छ र क्यामेराहरूबाट बाघ गणना र बाघको एउटा पार्ट हो, अर्कोसित मिल्दैन, मान्छेको औँठा साप नमिल्या जस्तो बाघको पनि मिल्दैन भन्छन्। र यो लाटोकोसेरो गणना गर्दा अथवा लाटोकोसेरोको प्रजाति पत्ता लगाउँदा त्यो कुन विधि अपनाउनुहुन्छ यहाँहरूले? अनि लाटोकोसेरोको यो जात अथवा यो स्पेसिसहरू भन्छ, यिनीहरूलाई छुट्याउँदाखेरि त पहिले नै छुट्याइसकिएको छ। यसको लागि त विशेष यो प्रजातिहरू छुट्याउनुको लागि एउटा चाहिँ डिएनए टेस्ट हुन्छ यिनीहरूको, र अर्को भनेको यिनीहरूलाई हेर्दाखेरि आकारबाट पनि सानो छ कि, प्वाखमा कस्तो खालको रङहरू छन् होइन, अथवा सेतो छ कि, कालो छ कि, चुच्चो कस्तो छ, आँखा कस्तो छ भन्ने कुराहरू चाहिँ हेरिन्छ। तर बाघमा जस्तो गरेर अब जस्तो कुनै एउटा ठाउँमा कतिवटा लाटोकोसेरो छ त, कुनै एउटा प्रजातिको जस्तै गोठे लाटोकोसेरो भन्छ, सेतो खालको प्रजाति हुन्छ, त्यो दाङमा पनि पाइन्छ। त्यो लाटोकोसेरो कतिवटा छ भनेर पत्ता लगाउनु पर्यो भने त्यो बाघको प्रविधि जस्तो क्यामेरा ट्र्यापिङ यसमा चाहिँ सम्भव हुँदैन। यसमा चाहिँ के गर्ने चलन छ भने लाटोकोसेरोको लागि जुन लाटोकोसेरो हामीले खोज्दैछौँ, जसको संख्या पत्ता लगाउँदैछौँ, त्यसको आवाजहरू संसारका विभिन्न ठाउँमा पहिले नै रेकर्ड गरिएको हुन्छ। ठाउँ ठाउँमा, चिडियाखानाहरूमा, अरू ठाउँमा कुनै मान्छेले त्यस्तो आवाजहरू ल्याएर क्यासेट प्लेयरमा हामी बजाउँछौँ। बजाइसकेपछि कुनै क्षेत्रमा बजाइसकेपछि जसरी प्राकृतिक अवस्थामा तिनीहरू कराउँछन् त्यति कराउने समयमा चाहिँ बजाइन्छ र त्यसपछि बजाउन छोडेर कुरिन्छ। यदि त्यो प्रजातिको लाटोकोसेरो त्यहाँ छ भने त्यसले त्यो आवाज फर्काउँछ, मेरो क्षेत्रमा को आइपुग्यो अर्को लाटोकोसेरो भनेर, त्यसको आधारमा हामीले कतिवटा थियो भनेर चाहिँ पत्ता लगाउँछ। यसमा चाहिँ आवाज कस्तो हुन्छ? एकसित अर्कोको आवाज नमिल्ने खालको हुन्छ अथवा एकसित अर्कोको आवाज मिलेर पनि हामी आवाजले पनि प्रजाति छुट्याउने अथवा संख्या छुट्याउने कतिको सम्भावना रहन्छ? आवाज भन्नाले जस्तो अब 21 प्रजातिको लाटोकोसेरोको आवाज फरक फरक हुने भयो, तर एउटै प्रजातिको आवाज चाहिँ फरक चाहिँ हुँदैन। तर कहिलेकाहीँ के हुन्छ भने त्यो प्रजाति चाहिँ तपाईको अलिकति परिपक्व भएको छैन अथवा परिपक्व भयो, अथवा तिनीहरूको ब्रिडिङ सिजन भालेपोथी लाग्ने बेलामा, अथवा कहिलेकाहीँ डिफेन्स भन्छ, उनीहरूले चाहिँ कोही शत्रु आएर चाहिँ कराउने बेलामा, त्यस्तो बेलामा एउटै प्रजातिको पनि आवाज फरक हुन सक्छ। तपाईँ रेडियो नयाँ युगको समस्या संसार कार्यक्रममा हुनुहुन्छ र छलफलमा हामीसित हुनुहुन्छ प्रकृतिका साथीहरू संस्था, जसको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ र यो संस्थाका निर्देशक राजु आचार्य हुनुहुन्छ र उहाँ विगत 7 वर्षदेखि लाटोकोसेरो तथा हुइचिल संरक्षण अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कटिबद्ध रही काम गर्दै आउनु भएको छ। हामी छलफललाई निरन्तरता दिन्छौं। राजुजी, यो जस्तै प्रजाति विशेषका लाटोकोसेरोहरू नेपालको सन्दर्भमा 21 वटा हुने भए र यिनीहरूको वासस्थान खास गरेर कस्तो ठाउँमा बस्न रुचाउँछ र यसको खानेकुराहरू त मुसा भन्नुभयो, मुसाका अतिरिक्त के पनि खान्छ र वासस्थान कस्तो ठाउँमा पाइन्छ? यो
अब यिनीहरूको वासस्थानको कुरा गर्दाखेरि अब संसारभरिकै कुरा गर्ने भने लाटोकोसेरोहरू कुनै माटो मुनि भुइँमा पनि बनाउँछन्, कसैले पहरामा बनाउँछन्, कसैले रुखमा। तर नेपालमा पाइने लाटोकोसेरोहरू अहिलेसम्म कस्तो छ भने कुनै लाटोकोसेरोहरूले छोडिएका घरहरू अथवा पुराना घरहरू जहाँ चाहिँ खाल्टाहरू अथवा पुवालहरू धेरै हुन्छन् त्यस्ता ठाउँहरू पनि ओगटेर बनाउने गर्छन् लाटोकोसेरोले। त्यसपछि रुखहरूको पुवालहरू टोड्कोहरूमा, सुकेका बुढा रुखहरूको टोड्कोहरूमा र कहिलेकाहीँ घाँसे मैदानहरूमा पनि बनाउँछ। त्यस्तै गरेर यो हुचिलो प्रजातिको जुन ठुलो खालको प्रजाति हुन्छ तिनीहरूले चाहिँ पहराहरूमा चाहिँ गुफाहरूमा पनि बनाएको चाहिँ भेटिएको छ नेपालको सन्दर्भमा। अब यसको चाहिँ खानेकुराको कुरा गर्दाखेरि लाटोकोसेरोले मुख्य गरेर मुसा मन पराउँछ। खाना त अरू पनि खान्छ, जस्तै किरा खान्छ, फट्याङ्ग्रा खान्छ, मुसा खान्छ, सर्प खान्छ, भ्याकुता खान्छ, साना साना बिरालाको बच्चाहरू खान्छ, फ्याउरोको बच्चाहरू खान्छ, कहिलेकाहीँसम्म त तपाईँको साना साना मृगका बच्चाहरूसम्म उठाएको चाहिँ अभिलेख गरिएको छ। साना साना स्तनधारी जनावरहरू र अन्य चराहरू पनि यिनीहरूले मारेर खाने गर्दछन्। यसको आहार गर्ने तरिका र पाचन प्रणाली सम्बन्धी थोरै प्रकाश पारिदिनुहोस् त। यहाँ त नजिकबाट अध्ययन गर्दै हुनुहुन्छ लाटोकोसेरोको। हजुर, यसको यिनीहरूले प्राय चाहिँ आहारालाई आक्रमण गर्दाखेरि यिनीहरूको उड्दाखेरि पखेटाको आवाज आउँदैन र यिनीहरूको आँखाको शक्ति मानिसको भन्दा करिब 50 गुणा बढी हुन्छ। त्यो आँखाको शक्ति र त्यसपछि उड्दाखेरि प्वाकबाट आवाज नआउने र मुसाहरू अथवा अरू कुरी किरा फट्याङ्ग्राहरू हिँड्दाखेरि मात्रै पनि यसले चाल पाउँछ। यसको कानको शक्ति पनि असाध्यै बलियो हुन्छ। त्यो हिसाबले चाहिँ यसले कुनै पनि कुराहरूको शिकार गर्नु पर्यो भने एक ठाउँमा बसेर त्यो मुसाको अथवा सर्प कहाँबाट हिँडेको छ, कति टाढा हिँडेको छ, आफू बसेको ठाउँबाट कति मिटर कति सेन्टिमिटरमा छ, कहाँ जाँदैछ, दायाँ जाँदैछ कि बायाँ जाँदैछ भनी हेरेर त्यसपछि यसले आफ्नो टाउको हल्लाउँछ बिस्तारै। त्यो आवाजलाई चाहिँ त्यसले चाहिँ रिड गर्नलाई हो, टाउको हल्लाएको देखिन्छ हामीले के आयो भनेर चाहिँ। त्यसै गरेपछि यसले चाहिँ अनि त्यसपछि हावामा उडेर गएर अनि त्यसपछि जहाँ त्यसको चाहिँ आहारा छ त्यहाँ आहारामा चाहिँ आक्रमण गरेर मार्ने गर्दछ। यसले आहाराको कुरा गर्दाखेरि अर्को यहाँले के भन्नुभयो, सिङै खान्छ र अनि आहारालाई खाइसकेपछि यसको के हुन्छ भने यसको पेटभित्र गइसकेपछि पेटमा एसिड पैदा हुन्छ र त्यो एसिडले चाहिँ जस्तो मुसा खायो भने यसलाई मुसालाई टुक्रा बनाउनु भयो, भित्र गएपछि टुक्रा हुन्छ। टुक्रा भइसकेपछि सानातिना हड्डीहरू, नरम हड्डीहरू, त्यसपछि छालाहरू, छाला भन्दा नि मासुहरू, ती सबैलाई त्यसले पचाउँछ र त्यहाँ रहेको त्यसको जस्तो मुसाको दाँतको कुरा आयो, मुसाको रौँको कुरा आउँछ, छालाहरू जुन चाहिँ उसले पचाउन सक्दैन त्यसलाई यसले डल्लो बनाउँछ पेटभित्र नै। र त्यो डल्लो बनाइसकेपछि त्यो डल्लोलाई मुखको माध्यमबाट ओगलेर फाल्छ, जसलाई अंग्रेजीमा प्यालेट पनि भनिन्छ। यसरी चाहिँ पच्न नसकेका चिजहरूलाई डल्लो बनाएर त्यो डल्लोमा एसिडको मात्रा बढी हुन्छ, त्यसले एसिडले उसको चाहिँ घाँटी अथवा मुख पोल्ने हुनाले त्यहाँ एउटा लेसिलो पदार्थ पनि पैदा गर्छ, त्यसलाई मुकोस भन्छ। त्यस्तो खालको लेसिलो पदार्थ त्यहाँ टाँसेर त्यसले चाहिँ बाहिर निकाल्छ मुखको माध्यमबाट, त्यो बाहिर आउँछ र अर्को पस्ने कुराहरू दिशाको माध्यमबाट बाहिर निस्किन्छ। र यो प्रक्रिया भइन्जेलसम्म एकचोटि त्यसले मुसा खायो भने यो प्रक्रिया भइरहने बेलासम्म अर्को त्यो प्रक्रिया नसिक्दैसम्म मुसा चाहिँ यसले खाँदैन। आहार र यसको पाचन प्रणाली त्यो छ र यसको अनौठो गुण जस्तै आँखाको झिल्ली 3वटा हुन्छ, आँखाको ढकनी परेली 3वटा हुन्छ र यसै किसिमले अन्य अन्य यसको अनौठो गुणहरू के छन्? त्यस्तो अनौठो गुणहरू केही छन् अरू चरा भन्दा भिन्दै? यसको अरू चरा भन्दै भिन्दै भन्ने बित्तिकै यसको अब एउटा त राति र बिहान सक्रिय हुने भयो, एउटा त्यो मुख्य भयो। अर्को चाहिँ यसको तपाईँको आँखाको झिल्ली जस्तो मान्छेको आँखाको झिल्ली एउटा हुन्छ। हामी सुत्दाखेरि आराम गर्दाखेरि माथिको परेलालाई तल ल्याउने गर्छौँ, तर यसले चाहिँ पनि मान्छेको जस्तै माथिको परेलालाई तल ल्याउँछ, जबकि अन्य चराहरूमा चाहिँ तलको परेला माथि जान्छ। एउटा त्यो भयो। त्यसको 3टा झिल्ली मध्ये एउटा त्यो भयो चिमचिम गर्नको लागि। र अर्को झिल्ली भनेको यसले आराम गर्दाखेरि सुत्दाखेरि तलको झिल्लालाई माथि लैजान्छ, एउटा त्यो भयो। र अर्को भनेको यसको आँखाको भित्र एउटा सानो मसिनो खालको नरम खालको झिल्ली हुन्छ, त्यो झिल्लीले आँखालाई सफा गर्ने र आँखाको छेउबाट पानीहरू निस्किराख्छ, त्यो पानीहरूले चाहिँ आँखा भिजाइराख्ने र आँखामा कुनै संक्रमण नहोस् भनेर सफा गरिराख्नको लागि यसको चाहिँ 3टा झिल्लीहरू हुन्छ, जुन चाहिँ अरू चराचुरुङ्गीहरूभन्दा फरक पनि भयो। र यसको अर्को नौलो भनेको चाहिँ यसले घुमाउने घाँटी, जस्तो के हुन्छ भने अरू चराचुरुङ्गीले त्यसै घाँटी पुरै घुमाउन सक्दैन। अब हामीले पनि हाम्रो घाँटीलाई पुरै घुमाउन सक्दैनौँ, तर लाटोकोसेरोहरूमा करिब करिब अगाडिबाट हेरेपछि एक साइडमै उसले चाहिँ 360 डिग्रीसम्म चाहिँ घुमाउन सक्छ। यो भनेको उसको घाँटीमा नरम खालको हाडहरू हुन्छ र यसले चाहिँ त्यो घुमाउन सक्ने चाहिँ यसको चाहिँ विशेषता हुन्छ। र यसको अर्को मान्छेसँग मिल्ने भनेको के भने सबै चराचुरुङ्गीको चुच्चोको दायाँमा आँखा हुन्छ,
जुन दायाँ र बायाँ फर्केको हुन्छ यसको भने मान्छेको जस्तो अगाडि फर्केको हुन्छ त्यो पनि एउटा यसको चाहिँ नौलो हो। र अर्को नौलो पनि के हो भने जस्तो हामीले कुनै वस्तुलाई हेर्नु पर्यो भने हाम्रो दुईटा आँखाले एकै ठाउँमा हेर्नुपर्ने हुन्छ। हामीले चाहिँ दाहिने हातमा केही चिज र देब्रे हातमा केही चिज राखेर फैलायो भने हामीले एकैचोटि दुईटालाई राम्रोसँग देख्न सक्दैनौँ। तर लाटोकोसेरोले दायाँ पनि बेग्लै हेर्न सक्छ, बायाँ पनि बेग्लै हेर्न सक्छ र एकै ठाउँ पनि हेर्न सक्छ। आँखाको सबभन्दा त्यो चाहिँ यसको क्षमता चाहिँ राम्रो हुन्छ। यहाँले नेपालको 21 जिल्लामा यो प्रजाति सम्बन्धीको कार्यक्रम एउटा चेतनामूलक कार्यक्रम अथवा जनमानसमा पुर्याउने गाउँसम्म पुर्याउने एउटा कार्यक्रम गरिसक्नु भएको छ, जसमध्ये त 2-3 वटासम्म पनि महोत्सव पनि पूरा गरिसक्नु भएको छ। र यो यहाँले अध्ययन अनुसन्धान गरेको 21 जिल्ला मध्ये यसको सबैभन्दा राम्रो उपयुक्त वासस्थान अथवा यो बसाई राम्रो भएको कहाँ पाउनु भएको छ त? त्यस विषयमा चाहिँ अध्ययन कम भएको छ। अध्ययनको हिसाबले संरक्षणको हिसाबले चाहिँ हामीले धेरै अहिले लगभग सुरुमा 21 जिल्ला थियो, पछि थपिएर करिब 45 जिल्ला जति भएको छ हामीले संरक्षणको कामको कुरा गर्दाखेरि। तर अब लाटोकोसेरो धेरै पाउने अथवा राम्रो पाउने भनेको जस्तै चितवन राष्ट्रिय निकुञ्जमा करिब 13 प्रजातिका लाटोकोसेरो पाइने, धेरै प्रजातिका अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि पाइन्छ। भनेपछि अहिले मैले देखेको चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज नै अलिकति लाटोकोसेरो बढी पाउने र अलिकति सुरक्षित वासस्थान भएको ठाउँ हो। यसमा यो प्रजाति संरक्षणमा खतराहरू के छन्? यो संरक्षण गर्दा यसको वासस्थान अथवा अन्य किसिमले पनि यसका खतराहरू के हुन सक्छन् यो प्रजाति संरक्षणमा? अब यसको संरक्षणको लागि खतरा भन्नाले एउटा मुख्य गरेर यसको वासस्थान विनाश, त्यो भनेको लाटोकोसेरोलाई मात्रै नभइकन सबै चराचुरुङ्गी सबै जनावरहरूको वासस्थान विनाश चाहिँ प्रमुख कारण हो। जस्तै नेपालकै सन्दर्भमा हेर्ने हो भने वन जहाँ बस्छन् तिनीहरू प्रत्येक वर्ष 1.7% का दरले वन क्षेत्रहरू घट्दै गएको छ। त्यस्तै वनमा लाग्ने डढेलोहरू, वनमा हुने चरीचरणहरू, वनमा चाहिँ मान्छेको बढी प्रभाव हुने, त्यसपछि आएर मान्छेलाई यसको बारेमा ज्ञान नहुनु, जस्तो गरेर यो मार्न पाइँदैन, यसको फुल निकाल्न पाइँदैन भन्ने खालको जानकारी पनि छैन। त्यो पनि एउटा यसको लागि चाहिँ ठुलो थ्रेट भएको छ। त्यस्तै गरेर यसको चोरी सिकारी पछिल्लो समयमा हेर्ने हो भने बाघ, गैंडा, त्यसपछि भालु, हात्ती, हिउँचितुवा पछि सबैभन्दा बढी चोरी तस्करी हुने प्रजातिमा पनि पर्छ यो। त्यस हिसाबले पनि यसको लागि चाहिँ यो थ्रेट छ। अर्को चाहिँ मानिसहरूलाई थाहा छैन यसको फाइदाको बारेमा। यसले जस्तै किसानको साथी, यसले के भन्छ नियन्त्रण गर्छ भन्ने कुराहरू, अरू कुराहरू थाहा नभएको हुनाले पनि त्यो कुराहरूले, र अर्को नेपाल सरकारले पनि लाटोकोसेरोको लागि बेग्लै खालको कार्यक्रम अथवा यसको संरक्षणको लागि बेग्लै खालको चाहिँ पहल नभएको हुनाले पनि ती हिसाबले पनि खतरामा चाहिँ पर्दै गएका छैनन्। वासस्थानमा खतरा भएको कुरो र वासस्थानको सन्दर्भमा यसको वासस्थान जंगल भएको कुरा यहाँले गर्नुभयो र विगतमा यहाँले पहिला पनि भनिसक्नुभयो कि 1.7% का दरले नेपालको सन्दर्भमा वन विनाश हुँदै गइरहेको छ। यो वन विनाश के कारणले हुन्छ जस्तो लाग्छ? वन विनाशको सामान्यतया के हो भने अहिले चाहिँ मान्छेको आवश्यकता घाँस दाउराको लागि चाहिँ एउटा नम्बर 1 भयो। त्यसपछि अर्को भनेको अहिलेको राजनीतिक उथलपुथल। तपाईँ हामीले देख्न सक्छौँ विभिन्न ठाउँमा विभिन्न राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई लगेर सामुदायिक वन वा राष्ट्रिय वन त्यस्तो ठाउँमा फाड्ने र त्यहाँ लगेर चाहिँ कार्यकर्ताहरू अथवा अरू मानिसहरूलाई चाहिँ पार्टीगत रूपमा चाहिँ अब यो हाम्रो पार्टीको मान्छे हो भन्ने हिसाबले चाहिँ राख्ने एउटा त्यो छ। र अहिलेको विकास निर्माणको गति द्रुत भएको छ नेपालमा, र विशेष गरेर हाम्रो सीमावर्ती क्षेत्र भारतमा जस्तो तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट विभिन्न क्रसर उद्योग खुलेका छन्, जसले गर्दाखेरि क्रसर उद्योगहरूबाट जाने यो गिटीहरू, बालुवाहरू यिनले पनि यो चोरी क्षेत्रलाई चाहिँ अत्यन्तै विनाश बनाएको छ। यी सबै कारणले गर्दाखेरि चाहिँ अहिले वनको विनाश चाहिँ तीव्र रूपमा चाहिँ भएको छ नेपालमा चाहिँ। तपाईँ रेडियो नयाँ संरक्षण संसार कार्यक्रममा हुनुहुन्छ र छलफलमा हामीसित हुनुहुन्छ प्रकृतिका साथीहरू संस्था, जसको केन्द्रीय कार्यालय काठमाडौँमा छ र त्यसका निर्देशक राजु आचार्य हामीसित छलफलमा हुनुहुन्छ। उहाँ लाटोकोसेरो तथा व्हिचिल संरक्षण अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विगत 7 वर्षदेखि कटिबद्ध भएर काम गर्दै आउनु भएको छ र हामी छलफललाई फेरि निरन्तरता दिन्छौं। राजु सर, यहाँले क्रसर उद्योगमा र चुरे क्षेत्रका कुरा गर्नुभयो। नेपालको सन्दर्भमा भन्ने हो भने 36 जिल्लामा चुरे फैलिएको छ। लगभग 1.5 करोड़ नेपाली जनताको जीवनसित
चुरे गाँसिएको छ र नेपाल सरकारका कुरा गर्नुपर्दा क्रसर उद्योगहरू स्थापना भएका छन्। नेपाल सरकारकै उद्योग मन्त्रालयबाट एउटा सिमेन्ट कारखाना स्थापना हुन्छ र नेपालकै वन मन्त्रालयले फेरि त्यसलाई रोक्न खोज्छ। यसरी नेपाल सरकारको द्वैत चरित्रले गर्दा संरक्षणमा समस्या परेको हो भन्दा ठिक हुन्छ अथवा बेठिक हुन्छ? त्यसमा तपाईको कुरामा म सहमत पनि छु, किनभने जतिखेर क्रसर उद्योगलाई मान्यता दियो अथवा अनुमति दियो, किनभने सुरुमा त अनुमति लिएकै छन् नि, क्रसर किन्नको लागि अनुमति लिनुपर्ने हुन्छ, काम गर्नको लागि अनुमति लिनुपर्ने हुन्छ। त्यस बेलामा नै उद्योग मन्त्रालय अथवा जसले त्यो पर्मिसन दिने हो, स्थानीय निकायहरूले, जिल्ला प्रशासनले हो कि जिल्ला विकासले हो कि, त्यस्तो बेलामा वन मन्त्रालय जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय गरिनु पर्थ्यो। समन्वय नगरिकन गरेको हुनाले नै तपाईँले भने जस्तो समस्या चाहिँ परेको। अब यसमा चाहिँ के छ भने तपाईँको अहिलेको स्थितिमा हेर्ने भने जस्तो अहिले केही समय अगाडि पनि सरकारले चाहिँ क्रसर उद्योग रोक्नलाई निर्णय पनि गर्यो, तर पछि सकेन पनि। त्यो त्यस्तो खालको चाहिँ राजनीतिक खिचातानी पनि आफ्नो ठाउँमा छ। तर तपाईँले भनेको सही हो, म त्यसमा मान्छु, किनभने सरकारको द्वैत चरित्रले गर्दाखेरि यस्तो चाहिँ भएको हो। वासस्थान विनाश, वनको विनाश भएको छ, क्रसर उद्योग र चुरे क्षेत्रको विनाश भएको छ। फेरि पनि हामी हुइचिल र लाटोकोसेरो कै विषयमा छलफलमा केन्द्रित गर्न चाहे, किनकि लाटोकोसेरो र हुइचिलको क्षेत्रमा यहाँसित विगतमा लामो अनुभव छ, यहाँ विज्ञ नै हो। र अब म चोरी शिकारका कुरा गरेँ। यसको चोरी शिकार किन गर्छ, के उपयोगिताको लागि यसको नेपाली अथवा विदेशी अथवा त्यो गिरोह जुन चोरी शिकारमा सक्रिय छ त्यसले के कस्तो यसबाट फाइदा लिन सक्छ र यो के को लागि उपयोग हुन्छ भनेर यसको चोरी शिकार दिनानुदिन बढ्दो क्रममा छ। अब शिकारको मात्रै कुरा गर्ने भने अब जुन नेपालभित्र शिकार हुन्छ त्यसमा दुई तीन थरीको कारणले गर्दा गर्छन्। एउटा चाहिँ स्कुल छोडेका अथवा स्कुलमा पढ्दै गरेका उरुन ठाउला खालका केटाहरू जुन चाहिँ दिनभरि काम हुँदैन त्यस्तै खालको गुलीले लिएर चाहिँ लाटोकोसेरो मार्ने अनि पोल्ने खाने एउटा त्यस्तो समूह छ। एउटा गुलीले चाहिँ जे पाइन्छ त्यही हान्ने, हान्दाखेरि लाटोकोसेरो नि पर्छ। अब अर्को चाहिँ नेपालमा पनि यसको किम्वदन्ती के छ भने यसका विभिन्न भागहरू प्रयोग गर्न सकिन्छ भन्ने अन्धविश्वास भएर पनि त्यसको लागि पनि मार्छन् मान्छेहरूले। तर हामी जब यो त्यो कारणले मात्रै धेरै चाहिँ नोक्सानी भएको छैन। अब त्यसलाई त हामीले चाहिँ स्थानीय रूपमा अब यो गुलीलेहरूलाई प्रतिबन्ध गर्नेदेखि लिएर अरू कुराहरू चाहिँ गर्यौं भने, अरू समस्याको प्रयासहरू गर्यो भने रोक्न सकिन्छ। तर यसको मुख्य गरेर जुन चाहिँ चोरी निकासी भएको छ, अवैध व्यापार भएको छ, त्यो मामिलामा के हो भने यसका अङ्गहरू अरू जनावरको जस्तो मारेर लैजाने होइन। यसको चाहिँ जस्तो बाघको हड्डीहरू, छालाहरू, चितुवाको हड्डी छालाहरू मारेर मात्रै लगिन्छ। लाटोकोसेरो चाहिँ जिउँदै पुर्याउनु पर्ने हुन्छ। र हाम्रो देशबाट चाहिँ लाटोकोसेरोहरू चाहिँ चीनमा र भारतमा जाने गर्छ बढी मात्रामा। त्यस्तै बाहेक पाकिस्तान, मध्य पूर्वीका एसियाका देशहरूमा पनि जाने गर्दछ। जानको लागि मुख्य के भने चीनतिर यसको औषधिमा प्रयोग गरिन्छ। मानिसहरूले यसको कहिलेकाहीँ त जिउँदै लाटोकोसेरोलाई पानीमा हालेर 5-7 दिनसम्म डुबाएर त्यो झोल खान्छन्, गनाएको झोल। त्यसले गर्दाखेरि यौन शक्ति बढ्छ भन्ने खालको समेतका विश्वास गरिन्छ। त्यस्तै गरेर कसैले चाहिँ यसको हड्डीलाई घाँटीमा झुन्ड्याएर हिँड्यो भने चाहिँ भूतप्रेत लाग्दैन भन्छन्। कसैले यसको प्वाखलाई ढोकामा झुन्ड्यायो भने चाहिँ त्यो घरमा चाहिँ त्यो घरको सहर रहन्छ भन्ने खालको विश्वास गरिन्छ। र त्यस्तै भारतमा चाहिँ तान्त्रिक विद्यामा चाहिँ यसको प्रयोग हुन्छ विभिन्न खालको चाहिँ। र विशेष गरेर दीपावलीको बेलामा, त्योहारको बेलामा चाहिँ कतिपय भारतका सहरहरूमा, कतिपय ठाउँहरूमा, दूरदराजका गाउँहरूमा चाहिँ लाटोकोसेरोको बलि दिने चलन पनि छ। बलि दियो भने चाहिँ घरमा चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले। यी सबै कारणले गर्दाखेरि र मध्य पूर्वी एसियाका देशका कुरा गर्ने हो भने घरमा लाटोकोसेरोलाई जिउँदै राख्दाखेरि, अरू सुगा पाले जस्तो गरेर राख्दाखेरि घरमा चाहिँ धनको चाहिँ वर्षा हुन्छ भन्ने खालको चाहिँ र आफ्नो व्यापार व्यवसाय बढ्छ भन्ने खालको अन्धविश्वास त्यतातिर रहेको छ। यी सबै कारणले गर्दाखेरि लाटोकोसेरोको अवैध रूपमा चाहिँ जुन चोरी निकासी व्यापार छ त्यो बढ्दो क्रममा छ। छोटकरीमा भन्नुपर्दा अनजानमा औषधिका लागि र अन्धविश्वासले गर्दा यो चाहिँ खतरामा छ र यो चोरी तस्करी भइरहेको छ। हामी निष्कर्षमा यही भन्न सक्छौं। र यहाँको संस्था 2008 मा स्थापना भयो। स्थापना भएको 2005 मा हो। 2000 मा चाहिँ काम गरेको 2008 देखि। स्थापना 2005 मा र 2008 देखि लाटोकोसेरोको क्षेत्रमा रहेर यहाँको संस्था काम गरेर अहिले 7 वर्षमा आइपुगेको छ। यहाँसम्म आइपुग्दा यहाँको संस्थाले लाटोकोसेरो तथा हुइचिलको क्षेत्रमा संरक्षणको पाटोमा के कस्ता कामहरू र गतिविधिहरू के कस्ता बढायो? हामीले सन् 2008 पछि
मा सुरु गर्दाखेरि जस्तो नेपालमा हेर्ने भने 200 वर्षदेखि चराचुरुङ्गीको अध्ययन भएको छ। तर लाटोकोसेरोको कुरा गर्दाखेरि कुन कुन प्रजाति पाइन्छ भन्ने थियो, तर कुन अवस्थामा छ, कसरी संरक्षण गर्ने भन्ने खालको थिएन। र हामीले सन् 2008बाट सुरु गर्दाखेरि सबभन्दा पहिला मनाङ मुस्ताङमा 14वटा स्थान पत्ता लगायौं र त्यो 14वटा स्थानमा हामीले लाटोकोसेरोको गणना गर्यौं, कुन कुन प्रजाति छ, कहाँबाट कतिवटा करायो भनेर। अब हामीले 5-10 वर्षपछि फेरि त्यहाँ गएर अध्ययन गर्यौं भने अब लाटोकोसेरोको अवस्था के छ भनेर पत्ता लाग्छ। एउटा त्यो गर्यौं हामीले। त्यसपछि विभिन्न विद्यालयहरूमा गएर करिब हामीले त्यहाँ 500वटा विद्यालयमा गएर नेपालको तराई, पहाड, हिमालका 500वटा विद्यालयमा गएर करिब 15,000 विद्यार्थीसँग प्रत्यक्ष कुराकानी गरेर ल है लाटोकोसेरो जोगाउनु पर्छ भन्ने खालको प्रयास पनि गर्यौं। र विभिन्न ठाउँमा गुलेली प्रतिबन्धको लागि प्रयासहरू गर्दै आएका छौं, स्कुलमा, कम्तीमा स्कुल लेभलमा। र त्यसपछि यसको चोरी सिकारी कहाँ हुँदो रहेछ, कति हुँदो रहेछ, कुन ठाउँबाट जाँदो रहेछ भनेर प्रारम्भिक अध्ययन पनि गर्यौं हामीले विगत 7 वर्षमा। र पछिल्लो समयमा हामीले चाहिँ गरेको मुख्य काम भनेको यसको प्रचार मान्छेहरूलाई अन्जानवश थाहा नभएर यसको चोरी तस्करमा लाग्ने, यसको शिकार खेल्ने भएको हुनाले मानिसहरूलाई यसको बारेमा जानकारी गराउनुपर्छ भनेर लाटोकोसेरो तथा हुचिल उत्सव भनेर हामीले पहिलो वर्ष धादिङ, दोस्रो वर्ष चितवन, त्यसपछि नवलपरासी र यो पटक पश्चिम नेपालमा गर्ने भन्ने योजनाका साथ हामी चाहिँ लागिरहेछौं। त्यसमा चाहिँ आएका मानिसहरूलाई, विद्यार्थीहरूलाई विभिन्न कार्यक्रम मार्फत लाटोकोसेरोको चाहिँ फाइदाको बारेमा भन्ने र साथ त्यहाँको स्थानीय संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्य पनि रहेको छ। जस्तै नेपाल सरकारको ध्यान जस्तै साक्षर जिल्ला घोषणा गर्ने, त्यसपछि खुला दिशा मुक्त घोषणा गर्ने छ। त्यसैले यहाँले के भन्नुभयो भने नेपाल सरकारको ध्यान त्यतातिर गएको छैन, नेपाल सरकारले ठुल्ठुला जनावरहरू बचाउनेतर्फ लागेको छ तर लाटोकोसेरोतिर ध्यान गएको छैन भन्नुभयो। जस्तै यो गुलेली निषेधित जिल्ला घोषणा गर्दा कतिको लाटोकोसेरो लगायत कतिका प्रजातिको चराहरूको समस्या हुन सक्छ अथवा कति % यसको लोभ हुने क्रम कम हुन सक्छ जस्तो लाग्छ? हामीले अहिलेसम्म गरेको अध्ययनले के देखाउँछ भने विद्यालयमा पढ्ने 25% विद्यार्थीहरूले गुलेली प्रयोग गर्छन् र त्यो गुलेली प्रयोग गरेका विद्यार्थी मध्ये तिनीहरू मध्ये त्यो 100% मध्ये 13%ले अहिलेसम्म आफ्नो जीवनमा चराहरू मारेका छन् र 3%ले लाटोकोसेरो पनि मारेका छन्। त्यो हिसाबले हेर्ने हो भने हामीले गुलेलीलाई रोक्ने बित्तिकै यो लाटोकोसेरो मात्र नभइकन साना ठूला सबै खालका चराचुरुङ्गीहरूको चाहिँ संरक्षण हुन सक्ने कुरामा म एकदमै विश्वास छु, किनभने धेरै मारिएको चाहिँ मैले भेटेको छु। अब रह्यो तपाईको गुलेली निषेधित क्षेत्र घोषणा गर्ने कुरामा, यो त्यति सहज छैन, किनभने सरकारले चाहिँ साक्षरताको कुरामा, चर्पीको कुरामा जुन घोषणा गरे त्यो घोषणा अझै पनि वास्तवमा चाहिँ खुला दिशामुक्त भने पनि सबै जिल्लामा लगभग म भन्छु खुला दिशामुक्त छैन, चर्पीहरू अझै बनाउन बाँकी छ। त्यस हिसाबले हामीले एकैचोटि चाहिँ गर्न सक्दैनौँ, तर केही समय लिएर कम्तीमा अहिलेलाई यो देउखुरी उपत्यकालाई मात्रै हेरेर यहाँका चाहिँ सामाजिक कार्यकर्ताहरू सबै मिलेर सरकारवाला मिलेर गर्ने भने असम्भव चाहिँ छैन, त्यो चाहिँ गर्न सकिन्छ। त्यो नेपालकै पहिलो हुन्छ। राजुजी, जाँदा जाँदै पुनर्स्थापना केन्द्र अथवा अस्पतालहरू वन्यजन्तुका लागि, चराचुरुङ्गीका लागि नेपालको सन्दर्भमा नभएको अवस्था हो र यहाँलाई काम गर्ने क्रममा यसको अभाव कतिको महसुस गर्नु भएको छ? मैले यस्ता घाइते चराचुरुङ्गीहरू, लाटोकोसेरोहरू थुप्रै भेटेको छु। कैयौं पटक मलाई कम्तीमा पनि हप्तामा 2-4 वटा फोनहरू आउने गर्छन्, यसरी लाटोकोसेरो भेटे, यसरी चरा भेटे, के गरौँ भनेर। ती सबैलाई चाहिँ उपचार गरेर छोड्ने लाटोकोसेरोको अस्पताल, चराको अस्पताल वा पुनर्स्थापना केन्द्र यी नभएको अवस्था र यसको लागि सरकारले पहल गर्नुपर्छ र स्थापना गर्नुपर्छ। कम्तीमा पनि 5 वटा विकास क्षेत्रमा 5 वटा भयो भने हामीले थुप्रै चराचुरुङ्गीहरूलाई उपचार गरेर तिनीहरूलाई तिनकै प्राकृतिक वासस्थानमा फर्काउन सक्छौं। जिज्ञासाका विषयहरू र छलफलका विषयहरू धेरै हुँदा हुँदै पनि समय अभावका कारण हामी छुट्टिनै पर्छ। राजुजी, अन्तमा 2 लाइनमा हाम्रो श्रोताहरूलाई संरक्षण क्षेत्रमा रहेर, विशेषतः लाटोकोसेरोकै क्षेत्रमा रहेर के भन्न चाहनुहुन्छ? म चाहिँ त्यस्तो लाटोकोसेरोको बच्चाहरू, कुनै घाइते लाटोकोसेरो अथवा कुनै देख्नुभयो भने केही पनि नगर्नुहोस् भन्छु म, किनभने त्यसको माउ नजिकै हुन्छ, उसले लिएर जान्छ। त्यसपछि यदि तपाईँले चाहिँ कुनै घना बस्तीमा देख्नुभयो, मर्न सक्ने सम्भावना छ भने एउटा कागजको बाकसमा पाल पारेर त्यसलाई त्यो बाकसभित्र हालेर सुरक्षित ठाउँमा र अग्लो ठाउँमा लगेर राखिदिनु शान्त तरिकाले। बिहान र बेलुकी भएपछि त्यसलाई खोलिदिनुहोस्। त्यो मात्रै गर्नुभयो र अलिकति गुलेलीलाई मात्रै रोक्नु भयो भने पनि तपाईँले संरक्षण क्षेत्रमा धेरै गरेको ठहरिन्छ र त्यसको लागि म अनुरोध पनि गर्दछु। आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोमा आई आफ्ना महत्वपूर्ण विचार राखिदिनु भएकोमा समय र संवादका लागि यहाँलाई धन्यवाद। तपाईलाई पनि धेरै धेरै धन्यवाद।
यतिन्जेल कार्यक्रम सुनि साथ दिनुभएकोमा धन्यवाद। कार्यक्रमका अतिथि प्रकृतिका साथीहरू संस्था, जसको केन्द्रीय कार्यालय काठमाडौँमा छ, त्यसका निर्देशक राजु आचार्य। उहाँ लाटोकोसेरो तथा हुइचिल संरक्षण अध्ययन तथा अनुसन्धानमा विगत 7 वर्षदेखि कटिबद्ध भई काम गर्दै आउनु भएको छ। उहाँलाई पनि धन्यवाद। कार्यक्रम यहाँलाई कस्तो लाग्यो, यसलाई थप रोचक र प्रभावकारी बनाउन के गर्नु पर्ला? कार्यक्रमबारे आफ्ना सल्लाह सुझाव, लेख रचना, विचार र टिप्पणीको अपेक्षा गर्दछौं, जसको लागि हाम्रो ठेगाना छ रेडियो नयाँ युग FM 107.3 मेगाहर्ज, रातोटाँडा, लमैदेउ, खुइदाङ। तपाईँ यो कार्यक्रम www.radionayayug.blog.com मा लगन गरी विश्वभर सुन्न सक्नुहुन्छ, जसका लागि हामी प्रत्येक साताको आइतबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुने यस कार्यक्रममा संरक्षण संसार गतिविधि, रिपोर्ट, छलफल, लेख रचना, विचार र टिप्पणी लिएर उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्रविधि संयोजन गर्ने मित्र माधव अधिकारीलाई विशेष धन्यवाद दिँदै भानु जोशी पनि साताभरिका लागि बिदा माग्दछु। सुशासन, न्याय र रूपान्तरणका लागि रेडियो नयाँ सुन्दै गर्नुहोला। यहाँको साता शुभ रहोस्। नमस्कार।